हाम्रो टोलीहरु त्यहाँ छ साथीहरु अनि म यहाँ छु एकदम गलिरहेको अवस्था म बोल्न पनि सकिरा छैन तपाईहरुलाई म आज कस्तो भिडियो बनाएर देखाउँछु थाहै छैन वाउ नाइस सेवा नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल अगेन आज पनि फेरि हामी चाहिँ आज घुम्न जाँदैछौँ साथीहरु यति बिहान हिँडेको हेर्नुस् यता मेरो भाइ छ चट्टाबाट साथीहरु माथि हिँडिरहेछ वाउ कस्तो दामी नि बिहान चाहिँ बाटो चाहिँ अलिक अप्ठ्यारो छ कि साथीहरु उकालै जानुपर्छ अनि सो हामीलाई चाहिँ एकदमै गाह्रो परिरहेछ तर पनि हामी जाने हो बाटो चाहिँ यस्तो छ साथीहरु आमा हामी निस्किन आँटो ल साथीहरु हामी चाहिँ यहाँ जाँदैछौँ हामी चाहिँ यहाँ पुगिसक्यौँ साथीहरु यता दादा हुनुहुन्छ यता सीता यता बहिनीहरु स्वीट तत्तु खुवाइदेऊ ल हामी चाहिँ यहाँ जान्छौँ ओहो किन आइदैन खाजा हामी चाहिँ यहाँ कस्तो बिहानै हिँडेको नि त जाडो हामी चाहिँ माथि टपमा पुग्नुपर्ने छ साथीहरु पछाडि आइरहेको छ मेरो केटीहरु जाडो हुने रहेछ झन् मासतिर त पछाडि आउँदैछ केटीहरु माछी मार नहुँदा चाहिँ ल साथीहरु हामी पुग्नु पर्दा यहाँ माथि टपमै पो त बाफ्रे तल आउँदैछ लड्कीहरू चाहिँ हामी चाहिँ यहाँ टप लेख्दा आमा माया छ हामी चाहिँ धेरै माथि नै पुग्नु पर्छ नि लगभग हामीलाई कति लाग्छ भाइ हामीलाई 4-5 घण्टा लाग्छ मिनिमम मलाई भयो त 1.5 घण्टामा पुगिहाल्छ हामी त पुगिन्छ पुगिँदैन हामी अब लड्कीहरु तलहरु न अझै ढिलो दिदीबहिनीहरुले गर्दा त हो नि त हामी चाहिँ माथि नै पुग्नु पर्छ आज हामीलाई 5 जति लाग्छ त्यतिखेर छ नि त कहिले पुग्ने हो हामी यता जाने हो यताबाट धेरै गाह्रो नै हुन्छ यता सर्टकट छैन कस्तो यता बाटो भनेको सर्टकट दादा फोटो त हामी टपमा मात्रै गरेर खिच्ने र साथीहरु हामी चाहिँ हिँडेको छौँ र धेरै टाइम लाग्छ अझै पनि हाम्रो टपसम्म पुग्नु चाहिँ चिसो पानी घाम पनि उदायो एकदमै खुसी लागिरहेछ बिनु कस्तो रमाइलो लागिरहेछ वाह हामी चाहिँ अब लगभग हामीलाई धेरै नै टाइम लाग्छ भन्ने भइरहेछ हामी फेरि त्यति साह्रो हेर्नु पनि सकिरहेको छैनौँ कि यो केटीहरू दुईजना केटीहरू ढिलो गर्छ क्या के गर्दैछ घाम हेरौँ न घाम पानी छ ल केटीहरू नि आइपुग्यो छि यिनीहरूलाई त यस्तै गर्छ हामी चल्दैँ अनि भर्खर आउँदैछ चाहिँ बिहानै हिँडिरहेको नि त कस्तो छ हजुरहरूलाई म एकदम देखाउने कोसिस गर्छु सके जति जुनुको गीत फेरि ल यहाँ जुनु ए माथि टपमा
साथीहरू हामी चाहिँ जङ्गल लागिसक्यो टोलीहरू अब चाहिँ हामी धेरै जङ्गल जानुपर्ने हुन्छ साथीहरू धेरै गाह्रो पर्ने छ बाटो ब्लक उकालो छ साथीहरू रुख ढलेको रहेछ है यस उकालो छ टोलीहरू बोल्नु चाहिँ केही सकिरहेको छैन मैले गाह्रो छ भाइ गाह्रो छ पुग्न आँट्यो पुगेपछि मात्रै मजा हुन्छ लागेको हो खुसी लाग्छ पुग्नु लाग्यो किन हट्यो रे पुग्नु लाग्यो भने यहाँ खुसी बहुत खुसी बाटो चाहिँ साथीहरू यस्तो छ हामी चाहिँ यस्तो हुँदै जानुपर्ने हुन्छ यस्तो उकालो जानुपर्ने हुन्छ क्या अब उकालो आयो अब उकालो भित्र मलाई राख्न साथीहरू गइरहेछ हिँडिरहेछ हाम्रो टोलीहरू त्यहाँ छ साथीहरू अनि म यहाँ छु एकदम गलिरहेको अवस्था म बोल्नु पनि सकिरहेको छैन तपाईहरुलाई म आज कस्तो भिडियो बनाएर देखाउँछु थाहै छैन वाउ नाइस साथीहरू फोटो हता साथीहरू बाटो चाहिँ यस्तो छ हाम्रो उकाली निगालो बन बाटो साथीहरू यस्तो छ देख्न सक्नुहुन्छ तपाईहरुले ओहो गुल्टी आयो के गर्नु भएको अगाडि हिँड्दै गर्नु बाटो कति छ भारी छ नि निकालो भन साथीहरू दुईटा बाटो छ दादा कता आओ केटी हो बाटो चाहिँ यस्तो रहेछ ओ माय गॉड ओहो हो बाटो चाहिँ टप रहेछ नि साथीहरू बाटो चाहिँ ओ कस्तो गाह्रो छ कस्तो जङ्गल यस्तो सेप भित्रदेखि कस्तो चु जस्तो के अरे ओइ साथीहरू म चाहिँ भिडियो गर्न सक्दिनँ है अन्त यहाँ त गर्नु हाम्रो केटीहरू चाहिँ यहाँ छ केटीहरूको छोरा यस्तै छ दादाहरू आउँदै हुनुहुन्छ
हामी चाहिँ यहाँ बल्लै यहाँ पुग्यो साथीहरू अझै उकालो जानुपर्ने छ हामी हात आइपुगेको छैन नि छैन अरे उकाली लागेको हरलकै चाल एकछिन बसौँ न साथीहरू कसम हामी टपमा आइसक्यौँ साथीहरू हेर्न सक्नुहुन्छ हजुरहरूले भ्यू चाहिँ बब्बाल देखिरहेछ बहिनी अरू साथीहरू आउँदैछ यहाँ तल लास्ट गाह्रो यार अझै खोइ कति टाइम लाग्छ मलाई चाहिँ केही थाहा छैन साथीहरू कसम कपाल खुस्केर साथीहरू आमा लास्ट आया मलाई नकुटन लास्ट बबाल ल गाह्रो अब कति टाइम लाग्छ अझै घरदेखि यति आज तिनी हो माथि पुग्नु मेन पुग्नु हो साँच्ची त मेन डाँडामा पुग्नु स्वर्ग हेर्ने हो स्वर्ग यो चाहिँ टपमा आइसक्यो हामी यसलाई भन्छ स्वर्ग गाह्रो छ यार केटीहरू कहाँ छ तिमीहरू बाफ्रे बाबा ल म लास्ट गाह्रो भयो लास्ट माथि आएको नि त यो त कति पो छ भन्थ्यो कति हाइटमा पो छ भन्थ्यो बाफ्रे केटु हिमाल त चढिसक्यो त साथीहरू बिनु मुटु कले चाहिँ फाटफाट भयो साथीहरू मलाई चाहिँ लास्ट गाह्रो भयो बाटो यस्तै छ यस्तो त बाटोहरू चाहिँ साथीहरू लास्ट नै हो सर बाटो छैन है र पनि जानु पर्यो जोर ल जोर हे साथीहरू हामी चाहिँ अझै पनि पुग्नु सफल भएको छैनौँ साथीहरू पुग्नु सफल भएको छैनौँ हामी किनभने जाँदैछौँ हामी जाँदैछौँ क्या वाह बबाल निकालो बन साथीहरू दादा यता मेरो गरिदिनु लु गर्दै हिँड्नु होइन नि दादा हो त्यस्तो हान्थाल बाबा त लास्ट नि हो दादा बर गाह्रो भइरहेको क्या लास्ट म त गुल्टिनै रहेछ भने कस्तो डर लागिरहेको तर साथीहरू सफल भएन हामी चाहिँ यो चाहिँ साइडको चाहिँ निकालो बन हो साथीहरू देख्नु सक्नुहुन्छ हजुरहरूले यसको चाहिँ बाँसुरी बनाउने काम लाग्छ क्या बाँसुरी लास्ट नि दादा अगाडि हिँड्नु के यतैबाट अगाडि ल ल ल ल ल लाग्यो साथीहरू
निगालो वनमा कोइली कराउने तर कुन कता हो बाटो आमा कुन है बिनुले कहाँ ल्यायो है कस्सा हिँडौँ न हिँडौँ बाटो त खोइ यही हो कि अमालो बाटो छ नि पानी सकिएको बेलामा पानी पनि रहेछ ल ओहे हामी ला पुगिन्छ कि हो हामी जोरधारातिर पो छिरी झरिन्छ कि हो ओ बो जानु जोरधारातिर पो पुगिन्छ कि हो यो बाटो यहाँबाट त धेरै तल छ त यो त दुईजना कहाँ होला है निस्किने कुरै छैन त साथीहरू हामी चाहिँ यहाँ भन्ज्याङमा आइपुग्यौँ साथीहरू आइतबारे भन्ज्याङमा आइतबारे भन्ज्याङमा आइसक्यौँ अब हामी चाहिँ कल चढ्दैछौँ साथीहरू सो जुत्ता त माथि अब यहाँदेखि अझै पुग्नु ल साथीहरू हामी एउटा घर आउन चाहिँ सफल भइयो यो चाहिँ हामी साथीहरू कहाँ आइएछ देउराली आइसक्यो हजुर देउरालीमा आइपुग्यो साथीहरू अब हामी लास्ट एकछिन चाहिँ यहाँ बस्नै पर्ने हुन्छ होला साथीहरू लास्ट गाडी ल केटीहरू आयो केटीहरू छ नि हो ल हामी ठुलो देउराली आउन सफल भयौँ मेरो साथी बाफ्रे झन् चोकले गउँछ यता हिँड्न यता यता कस्तो स्याहारी त नि पाछु ल कस्तो पाछु ल अरे हामी चाहिँ अहिलेको बाटो पनि आइन्छ छ हामी टपमा आइयो साथीहरू अहिले त पूजा गर्ने यहाँ त पूजा गरेर छिन् भन्नु नि त पूजा गर्ने अनि छिर्ने ओ छिटो आइपुग्यो मेन धाम विशेष ठाउँ चाहिँ यहीँ हो नि है ओ कति ओ राम्रो राम्रो उहरू पनि हो रुखहरू हेलो गाइज ऊपर हेर्नु सक्नुहुन्छ सेतो सेतो हाम्रो पूजा गर्ने ठाउँ हो यता पनि पूजा गर्नुपर्छ पैसा दिनुपर्छ यहाँ तर खतरा हो कि ठाउँ नि दिनुहोस् तल आउँदैछ है सिधो जानु हुँदैन पूजा नगरी जुत्ता बोकेर आज अब यही हो आएर विवाह पनि गर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ छ मण्डप किन अब हामी चाहिँ जाँदैछौँ साथीहरू पूजा गर्ने ठाउँमा छौँ हामी घन्टी छ यता पनि पूजा गर्नुपर्ने छ हामीले सबै थोक साथीहरू फुलै फुलको
हामी चाहिँ टप आउन सफल भयौँ। टप आइसक्यो साथीहरू। हामी चाहिँ टप आयौँ साथीहरू। छिटो बालौँ न बालौँ। खोइ मेरो यतिजना छौँ। यो चाहिँ यहाँ छ, म चाहिँ यहाँ छु। अब हामी चाहिँ पूजा गर्नु। अब 6 वटा छ। अब 2टा। राम्रोसित पूजा गर है। दादाले मजाले मलाई देखाइदिनुहुन्छ नि। यतादेखि गर्नु मेरो। ल अघि पनि है अब खाने अनि त्यसपछि मात्रै फोटो खिच्ने। हामी खाएर चट्ट पारेर फोटो खिच्ने, खाने अनि हामी फोटोसुट। हामी त चट्ट पारेर यो डाँडामा आइसक्यौँ। मिक्लाजुङ भन्ने यो डाँडामा आइसक्यौँ साथीहरू। हामी चाहिँ अब माम खान जाऊँ। ए मामा ओइ म त कस्तो माम खान जाऊँ अरे। आऊ जा। बिस्तारै यो सिडी चाहिँ अलि भत्किएको रहेछ। अब बिस्तारै जाने। अब बिस्तारै अब है। ए उयो गोस् न, म फसिन्छु। अबे उसित बिस्तारै आइज ल। एकछिन नानी। अलिक साथीहरू बाटो चाहिँ यस्तो रहेछ। टक्क पारेर हामी चाहिँ अब यहाँ आइसक्यौँ साथीहरू। अब चाहिँ हामी यहाँ बस्नु पर्ने हुन्छ। टपमा आयौँ साथीहरू। हेर्नु सक्नुहुन्छ तपाईँहरूले एरिया यस्तो बवाल छ क्या साथीहरू। हामी चाहिँ यहाँ खानेकुरा खानेछौँ। मेन ठाउँमा अब चलाउनु है चम्कियो नि अलिक त। एकदम मिठो भइरहेछ। 4 बजीदेखि हिँडेको हामी नि 11 बजी जस्तो आएर यहाँ 3 बज्यो। 3 बज्यो। 3 बजेबाट हिँडेको तर अहिले एकदम दिलखुस। बाटोबाट फर्किनु खोजेको पनि थियो होइन। हो ल हामी चाहिँ अब यहाँ एकदम मजा। अब यहाँ पाए मिस्टर बिनु बिहान उठ्न बित्तिकै खाजा खाने मान्छे। अहिले हेरौँ 12 बजिसक्यो। अनुहारमा त 18 बजेको थियो अघि। अहिले चाहिँ खुसी छ। 3 महिना जानु सबै चाहिँ अब एकदम मजाले हँसुर्ने हो यो सबै। खाजामा चाहिँ फेरि यस्तो छ परिकारहरू एकदम खासको। बाई बाई साथीहरू। अब हामी चाहिँ मजाले हँसुरी सक्छौँ अनि त्यसपछि लास्टै भोक लागेको छ। ल साथीहरू हामीले सबै खाइसक्यौँ। अब यो चाहिँ हामीले
ऊ गर्नुपर्ने हुन्छ हामीले चट्ट पारेर प्लास्टिकहरूलाई चाहिँ एक ठाउँमा जम्मा गर्नुपर्ने हुन्छ साथीहरूको चकलेट त सपनालाई सोध्नुपर्छ नेटवर्क भागमा जाऊ न नेटवर्क भागमा जाने साथीहरू अरे मेरो साथीहरू ओ एकछिन फोटो पनि खिच्नुपर्छ त यहाँ उता सबै एकदमै रमाइलो भयो एकदमै जाडो चिसो ठाउँ छ साथीहरू होइन तपाईँहरू पनि आउन सक्नुहुन्छ यहाँ बब्बाल बब्बाल जाडो भइरहेछ साथीहरू अब चाहिँ हामी त्यहाँदेखि जोरदार भन्ने ठाउँतिर लाग्नुपर्ने हुन्छ हेलो साथीहरू हामी चाहिँ सबै खाइसक्यौँ अनि अब घर है सबै ल फोटो खिचौँ न अब